अब जिन्दगी लामो छ, सानो सानो कुरामा अल्झेर हुँदैन। अब लाइफ इज नट अ सर्ट अरे। रुमबाट निस्किनु पऱ्यो, जान्छु, दर्शन गर्छु, फर्किहाल्छु हामी। च्याङबा गाइस, त्यस्तै हो जिन्दगीमा, कहिलेकाहीँ अनौठो अनौठो घटनाहरू घट्छ होइन, ती सबैलाई स्वीकार्नुपर्छ। अनि सो गाइस, साँच्ची हजुरहरूले दिदीले भिडियो हाल्नु भएको थियो, हेरिसक्नु भयो होला भिडियोहरू होइन गाइस। कस्तो फ्रेस फ्रेस तरकारी रहेछ मर्निङ भ्यू गाइस। उसले अब गल्ती गरेर त्यतिकै सजाय पुग्नुभन्दा पनि माफी पायो भने चाहिँ उसले के हुन्छ भने अब माफी पाएपछि त्यो काम गर्नु नहुने रहेछ भनेर एक त सचेत पनि हुन्छ। सबैजनालाई थ्याङ्क यू सो मच अनि मेनी मेनी लभ। हेलो गाइज, वेलकम ब्याक अगेन, इट्स मी प्रबल। फेरि पनि म आइसकेको छु। म हल्का रुगा खोकी यताउता हल्का बिरामी छु। अनि हजुरहरू आई होप सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ म नयाँ भिडियो लिएर आएको छु। दिदीसँग राम्रै भयो कुरा, मिलपत्र भयो हाम्रो, राम्रै भयो। ठिक छ, दिदीले पनि अब राम्रै सम्झेर माफ गरिदिनु भयो एकचोटि। अब मान्छेबाट गल्ती हुन्छ नहुने होइन, त्यस्तै हो। अब जिन्दगी लामो छ, सानो सानो कुरामा अल्झेर हुँदैन। अब लाइफ इज नट अ सर्ट अरे, लाइफ इज लङ लास्टिक होइन, त्यस्तै हो। अनि आज हामी बौद्ध यहीँ नजिकै हो, बौद्ध दर्शन गर्न जानुपर्ने छ। 3 दिन 4 दिन ननस्टप सुतेकै थिएन म र च्याङबा, मेरो भान्जा। साथीलाई पनि थ्याङ्क यू सो मच, मेरो दाइ हुनुहुन्छ, दाइले पनि थ्याङ्क यू सो मच। दाइले के कति गर्नुभएको छ, जति गर्नुभएको छ सबै अहिले दाइले हो। अनि दाइले यति धेरै गर्नुभएको छ, दाइले पनि कसरी के भन्नु खोइ अब मैले भनेर नि सक्दैन। अनि दाइ दिदी सबैजनालाई थ्याङ्क यू सो मच, थ्याङ्क यू फर स्विट लभ। अनि हजुरहरू हुनुहुन्छ, हजुरहरूलाई पनि थ्याङ्क यू सो मच। यसरी धेरै बोलेर पनि हुँदैन, त्यस्तै हो कुराहरू। अनि रुमबाट निस्किनु पर्यो, हामी चाहिँ कति बजेछौँ, रुमबाट निस्किनु पर्यो, जान्छु, दर्शन गर्छु, फर्किहाल्छु हामी। च्याङबा रेडी हो? ल हुन्छ, जा, रेडी भइसकेको छ, निस्किनु पर्ने हुन्छ हामी। जाम है त। हेलो, गुड मर्निङ। हेलो, नमस्ते, गुड मर्निङ। के गर्दै हुनुहुन्छ? आमा कस्तो हेन्सम देखेको आज त। ल आज हामी कहाँ जाने? बौद्ध। ल जाम। आज हाम्रो घोडालाई चाहिँ छोडिराख्ने, हामी यत्तिकै हिँडेर जाने, घरिघरि हात खुट्टाको एक्सर्साइज गर्नुपर्छ होइन। अनि गाइज होइन, अरू पनि होला, अरू भनेको त्यस्तै गर्नु भएको तपाईँहरूले होइन। अब के भन्नु, पास्टलाई बिर्सिनुपर्छ होइन। अब भोलिको फ्युचर चाहिँ राम्रो बनाउनुपर्छ होइन, त्यही भन्छु। अब गाइज, त्यस्तै हो जिन्दगीमा, कहिलेकाहीँ अनौठो अनौठो घटनाहरू घट्छ होइन, ती सबैलाई स्वीकार्नुपर्छ होइन। म नि धेरै बोल्न चाहिनँ खासै, अब बोल्न आउँदैन भनौँ न होइन। साथी दाइ यति धेरै यस्तो साथी पाएको छु, हार्डली प्रार्थना गर्छु म। ल त्यस्तै हो होइन, लेट्स सी गाइज। वाह रास्ता यार बवाल छ ठाउँ, जस ठाउँ चाहिँ बवाल हो है। पर्वल हजुर हजुर भन्छु किन के तपाईँ किन यस्तो हो? म किन यस्तो कस्तो हुनुपर्ने म भन्नुहोस्, त्यस्तै हुन्छु। यो एरिया चाहिँ बवाल लाग्छ क्या, खतरा छ है एरिया। बौद्ध एरियाको सबैभन्दा खतरा ठाउँ लाग्छ क्या एरिया चाहिँ, जसको नाम चाहिँ गाइस फुलबारी होइन, जसको नाम चाहिँ के अरे फुलबारी, कहिले बारी कहिले पारी होइन। अनि सो गाइस, साँच्ची हजुरहरूले दिदीले भिडियो हाल्नु भएको थियो, हेरिसक्नु भयो होला भिडियोहरू। त्यही हो कुरा, त्यही हो, राम्रै भयो। अनि के भन्नु अरू गाइस, हामी सबै कुरामा मिलिसक्यौँ होइन। हामी सबै कुरामा मिलिसक्यौँ। यहाँ एउटा उत्यो छ कि यस्तो बवाल छ है च्याङबा, घुम्न जाऊँ हामी क्याफेमा। हामी दर्शन पो गर्न आएको त है, अहिले खुलेकै छु। मतलब कुनै ठाउँहरू यस्तो हुन्छ नि च्याङबा, आउने बित्तिकै वाउ यहाँ त है यस्तो त्यस्तो
अनि गाइजहरू हजुरहरू के गर्दै हुनुहुन्छ साथी? अहिले जाडो जाडो मौसममा सुतिराख्नु भएको होला यो समयमा। हामी चाहिँ बिहान बिहानै होइन के भन्न चाहनुहुन्छ? इन्द्रा सिन्द्रा गोली मार्दैन गाह्रो छ। अनि यस्तै हो ठाउँहरू। गाइस यहाँबाट थोरै देखेको छ नि त्यहाँ माथि थोरै त्यो माथि देखेको छ नि गाइस त्यहाँ यो बौद्धसी है माथि। ओ माई गड नसक्ने भयो झ्याङमा कसम चाहिँ पनि यार बिजोक रमाइलो छ नि बिजोक रमाइलो छ नि। कहाँ देखेँ मान्छे यार मैले कहाँ देखेँ मान्छे यार यो मान्छे म चिन्छु यार ऊ त्यो मान्छेहरू हो त्यो मान्छेहरू यो पछाडि यहाँ केटीहरू जाँदैछ नि कहाँ देखेँ यार? तपाईँले नचिने केटी को छ भने सँगै कलेज पढ्या कि होइन ए जो भयो बस के मतलब कति तपाईँले नचिने केटी चाहिँ को छ भने के बोले च्याङमा न्यु खोज्दैछ है मसँग कुर्दिम गाइस प्लिज पर्मिसन दिनुहोस् हानिदिन्छु म भन्नु होइन यार त्यस्तो होइन च्याङमा जिस्काको पतनमा चट्ट लाएर टक्क लाएर वाउ कति राम्रो राम्रो ठाउँहरू छ च्याङमा भनेको थिएन चाहिँ यार पानीमाथि आगो बालिरहेको छ जाडोमा आगो त ताप्नु पऱ्यो नि त होइन गाइस कस्तो फ्रेस फ्रेस तरकारी रहेछ अरे च्याङबा मासु मात्र खाएर यो भयो नि यो हरियो सब्जी हरियो तरकारी पनि खुवाउनु पऱ्यो नि त नि तरकारी अब किन्यो भने 150 रुपियाँ सकिन्छ मासु किन्यो भने 100 रुपियाँमा आउँछ गाइस होइन 100 रुपियाँले दुईजनालाई होलसेल होइन को खाने तरकारी वाइल हुन्छ वाइल काठमाडौँमा तरकारी खानु खोज्छ यार पर्स नै ल्याइन नि त स्याबास ठिकै छ अहिले अब घुम्नु जाँदाखेरि कहिले पसहरू बोक्नु हुँदैन नि नेट इन्टरनेटको जमानामा किन पस्छ पैसा सकिन्छ भनेर हो भने त त्यो नेट इन्टरनेटको कहाँबाट कुरा आयो अब दाइले दियो थापिदियो अन्त खाने भनेको आफ्नो दाइको हो क्या खाने भनेको आफ्नो दाइको हो क्या ए दाइले पैसा दिनुपर्छ क्यामेरा वाउ फाइनली अब हामी चाहिँ यहाँबाट भित्र पस्यौँ भित्रबाटै यहाँ दिउँसो चाहिँ यो बाटो बन्द गरिदिँदो रहेछ एकछिन ड्राइभर दाइ कसरी गुरुजी भन्नु न ड्राइभर दाइ नभन्नु ड्राइभर दाइ नभन्नु गुरुजी भन्नु आमा ए साँच्ची मेरो ड्रेस अप मुनि सुज ल्याएको छु चट्ट माथि ज्याकेट ल्याएको छु अनि हेमसम भएर आएको छु राम्रो छ कि छैन त्यो के घाटन हो यो पुग्नु सक्यो नि सब 5 वटा यार यस्तो मेरोमा नि 5 वटा बोकेर हिँड्नु सानो कुरा हो पुग्नु सक्यो नि बानी नराम्रो चाहिँ यही क्या चिया बेला फोन खिच्दैन ओ माइ वाउ मर्निङ भ्यू गाइस च्याङबा ए भयो ए च्याङबा यता फर्किनु वाउ ओम माने पेमे हामी चाहिँ दर्शन गर्दै राउन्ड हान्दैछु मैले ठक्क लाएर हेर्न सक्नुहुन्छ परिवार
भाग कसम यार ए बिर्सेछु झन्नै हेलो गाइस दर्शन गरेर भाइ चाहिँ अब हामी रुम फर्किँदैछु फाइनली भयो के हो मान्छे होला या मान्छे बस्यो होला कि मान्छे नै हो मान्छे सुत्यो होला अनि यसपालिको लोछार यस्तै भयो हाम्रो यसपालि मैले चाहिँ मनाउनु पाएन तपाईँले त मनाउनु भयो तपाईँ नि कस्तो भयो खालको तपाईँको लोछार यता त्यता यता मैले दुःख दिइरहेको थिएँ नि त रमाइलो त हुनु त भएन होला अब त्यस्तै हो ठिकै छ राम्रो अब यसपालि त्यस्तै भयो अब अर्को साल राम्रोसँग टक्क मनाउनु पर्छ अरे होइन दामी यार सनफ्लावर फुलै फुलको बगैँचामा मेरी माया एक्लै नाच्दै हिँड्छ उफ्रिनु है उफ्रिनु अझै उफ्रिनु कसरी अयो बच्चा जस्तो पैसा चढेछ ड्याम म दिन्छु ढ्याम मस्किने गरी होइन के कसो ए साइला परे तिम्रै मायामा गीत पनि गाउन आउँछ कि क्या हो मलाई त हाय 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 गर्मी हाय हाय गर्मी गाइस हैन आमा के जानुहुन्छ म लगिदिन्छु है आमा केतिर आमा आमा के What do you say? आमा के गाइस आमा के बर्गर हाउस आमा के गइए थोड़ा खा गइए बर्गर हाउस यही हो ओइ को गएको साँच्चै एउटा सत्य कुरा क्या गाइजहरू के भन्छ नि मलाई यो एरियामा छ नि यो एरियामा ठ्याक्कै त्यो डोरेमनको याद आउँछ क्या मतलब डोरेमनको त्यो भिलेज जस्तै लाग्छ क्या मलाई यस्तो दामी ठाउँ छ ठ्याक्कै त्यस्तै लाग्छ क्या मेरो बेस्ट कार्टुन पनि हो डोरेमनको एपिसोडहरू राम्रो लाग्छ मतलब त्यस्तै लाग्छ क्या मलाई यता चाहिँ ठिक्कको घरहरू बाटो पनि चट्टा है सेम डोरेमनकै याद आउँछ कि मलाई यो एरियामा यस्तो दामी ठाउँहरू छ आइपुगेर अब टक्कै एकछिन चिया खान्छु होइन च्याङबा चिया पिउने अनि त्यसपछि जाने साँच्ची के भन्छ उता प्लिज गाइज दिदीलाई नेगेटिभ कमेन्टहरू नराम्रो कमेन्टहरू नगरिदिनु होला दिदी अब आफ्नै ठाउँमा पनि एउटा स्ट्रगल गरेर बस्नु भएको मतलब सबै कुरा आफूले गर्नुहुन्छ सी इज अ स्ट्रङ गर्ल एउटा अनि लेडिज इक्जाम्पल जस्तो पनि लाग्छ क्या मलाई चाहिँ मैले पहिले पनि भन्थेँ अहिले नि भन्छु म भनिरहेको छु पनि के भन्न चाहनुहुन्छ दिदीलाई अब के भन्नु गाइजहरू होइन अब दिदीलाई त्यसरी अब नराम्रो गालीहरू यता गर्ने काम नगर्नु होला किनभने माफी दिनुभयो होइन माफी दिनु नै सबैभन्दा ठुलो कुरा हो अनि म भन्ने पनि गर्छु जीवनमा पाएको माफी नै सबैभन्दा ठुलो उपहार हो क्या अब त्यसले चाहिँ किनभने नयाँ ट्र्याकतिर लान्छ क्या उसलाई अब नयाँ बाटो देखाइदिन्छ होइन उसले अब गल्ती गरेर त्यत्तिकै सजाय भोग्नुभन्दा पनि माफी पायो भने चाहिँ उसले के हुन्छ भने अब माफी पाएपछि त्यो काम गर्नु नहुने रहेछ भनेर एक त सचेत पनि हुन्छ अनि त्यसपछि के हुन्छ भने ऊ नयाँ ट्र्याकतिर जान्छ उसले त्यस्तो गर्नु हुँदैन रहेछ भनेर सचेत भन्छ क्या त्यही भएर होइन दिदीले माफी दिनुभयो त्यसको लागि एकदमै हामी आभारी छौँ होइन दिदी यति ठुलो मनको हुँदो रहेछ मैले त दिदीलाई भर्खर चिनेको होइन त्यस्तो गाइस होइन अब यस्तै हो जीवनमा यस्तो घटनाहरू घट्छ होइन यस्ता नराम्रो कुरालाई भनेको हामी छोडेर अगाडि बढ्ने हो यस्तो नराम्रो कुराहरूलाई चाहिँ छोड्नुपर्छ भन्छु म चाहिँ होइन त्यही हो बनाउनु मबाट चाहिँ थ्याङ्क यू सो मच दिदीको लागि स्विट कमेन्ट भनौँ न एउटा अनि अलिअलि अब रुगा खोकीले हल्का बिरामी छु म पनि अब भिडियो
बनाऊ बनाऊ भन्छ अरूले नि म नि पहिला त बनाउँथेँ अहिले छोडिसकेको थिएँ फेरि अब स्टार्ट गरौँ कि भन्दैछु अनि सो गाइज सबैजनाले को नयाँ हुनुहुन्छ भिडियो हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला आफ्नै हो हाम्रै हो कहीँ जाँदैन यतै घुमेर बस्छ च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि त्यही हो दिदीलाई नराम्रो कमेन्टहरू नगरिदिनु होला कसैलाई केही नभन्नु क्या आफ्नो ठाउँमा आफू हुनुहुन्छ त्यही ठिक हो लभ यु अल सबैजनालाई माया छ मेरो तर्फबाट यता हाम्रो च्याङमा मेरो साथी हाम्रो सबैजनालाई थ्याङ्क यू सो मच अनि मेनी लभ होइन ओके अब हामी चिया पिउँछौँ टक्क चिया आउँदै होला भनेको त खै खुट्टै छेनिएको या आउँछ होला चाहिँ तातो तातो चिया पिएर टक्क रुम जाने अनि सुत्दिने भनेको फेरि ए कहाँ सुत्ने खाना कसले खाना बनाउनु पर्यो नि म चाहिँ हिजो चिसो पानीले नुहाइदिएको थियो झन् बिरामीमा थियो झन् बिरामी भयो क्या चिसो त यत्तिकै लागिरहेको थियो झन् रुगा खोकी पनि झन् बढ्यो क्या अनि त्यही हो दबाई खाँदैछु यताउता अनि यताउता अग्रम बग्रम त्यस्तै हो सबै कुरा नर्मल छ अहिले सबै कुरा शान्त भएको छ अहिले ठिक छ हजुरहरूको माया ममताको लागि थ्याङ्क यू सो मच पनि भन्छु अब यस्तै हो अगाडि बढ्नुपर्छ जिन्दगी हो घरि कहिले कहाँ कहिले के हुन्छ खोला पनि त एकनास बगिरहँदैन घरि घुम्छ खोलामा टक्क अनि बग्छ जान्छ घुम्दै ठोक्दै कति ठाउँमा ठक्कर खान्छ होला त्यस्तै हो गाइस लेट्स सी हेरौँ हमारा चाय आ चुका है हम चाय पीने वाला है ओके जस गुड मर्निङ हाम्रो बिहानीको सुरुवात अघि नै भएको हुनु चाहिँ म त उठेँ चातो हजुर ठिक छ अनि थ्याङ्क यू सो मच मिठो चियाको लागि के भन्छ बिहान उठेँ म त तातो पानी तताएर पिएँ त्यसपछि आज उता जानुपर्छ भनेर सोचि त रहेको थिएँ भयो पनि राम्रै भयो अब जे थियो पहिला त्यस्तै छ हाम्रो सम्बन्ध दिदीभाइ नै छ ओके थ्याङ्क यू सो मच बाई बाई लभ यु के भन्न चाहनुहुन्छ बाई बाई सब्सक्राइब गाइस